सोले नमस्ते सबजनालाई के छ सबजना सन्चै नै आराम हुनुहुन्छ होला म पनि एकदम सन्चै नै आराममा छु यहाँ चाहिँ हाम्रो भिडियो स्टार्ट भइरह यहाँबाट कहाँबाट भन्दा मलाई थाहा हैन फेरि हाम्रो घरको बारीबाट घर चाहिँ त्यही हो अनि यहाँ चाहिँ बारी चट्टा लाएर अनि अहिले चाहिँ औषधि खान हिँडेको यिनीहरूसित डरन दिन्छ कुन रे यहाँ अगाडि दुईटा बहिनीहरूलाई मैले भेटाइसकेको छु यिनीहरू चाहिँ मेरो सब्सक्राइबर हो भन्छन् त्यही भएर आएको तर यिनीहरूलाई मैले दिन्न होइन म यहाँ रहेछ औषधि त्यही खान आएको म चाहिँ यहाँ आएको हिजो बुटोलबाट आएको यहाँ अनि लगभग 4:30-5तिर आएको थिएँ धेरै टाढा आएन ठ्याक्क यहाँ हाम्रो सन्तोष सिक्ताङ ब्लगरको घर हो अनि त्यो पनि छैन अहिले यहाँ त्यो चाहिँ अहिले इन्डिया छ होइन त्यही भएर हामी औषधि चोर्न आएको दामी छ फेरि चाहिए पर कमेन्ट गर्न सक्नुहुन्छ दामी चक्की क्वालिटीमा मिठो छ सब हामीले औषधि पनि खाएर भइसकेको छ अब हामी घरतिर जानुपर्ने हुन्छ अनि यहाँ चाहिँ मैले दामी पात्देँ होइन अब यसलाई नचाउनु पर्ने हुन्छ को लान्छ को लान्न कमेन्ट गर्नु ल है दामीमा के भन्नु मन छ अनि ऐसेले खाए तर मलाई यहाँ काडाले गोबे कपडा चाहिँ त्यो भन न यहाँ कपडा पनि छ औषधि टिपेको पर्क तेरो अर्को वहाँ घडी फ्लेक्स हानेको देख्नु हातमा घडीमा जान यस्तो राखेको क्या कोही भए फेरि गिफ्ट हानिदिनु होइन पर्दैन पर्छ होला र यहाँ चाहिँ यस्तो मल फिचार्नु भयो यता यहाँ राख्नु भयो अब यो चाहिँ हामीले जोत्नु पर्ने हुन्छ अब यहाँ र यहाँ एकजना गोरु यस्तो पठाइदिनु म जोत्छु क्या म बस्दा बस्दामा जोते पाएर हो नआयो भने म चाहिँ अब जाने भनेको छिट्टै खल्डु खान जाने भनेको तर अहिले जागरी लागेन क्या त्यही भएर कहाँ खोलामा हो अर्कै हामी गएन अनि यो शनिबार चाहिँ नै यो शनिबार चाहिँ सायद समयको पूजा हो भन्ने सुन्थेँ मैले त समयको हेरेको चाहिँ खल्डुकको खल्डुक चाहिँ पाकेको रहेछ होइन अब म त्यो गएर झार्छु तिमीहरू चाहिँ यहीँ बस्छ है हुन्छ ओके छ त यस्तो हुन्छ खाना बिग्रियो माथि गएर झार्नु पऱ्यो हाम्रो खल्डुक चाहिँ यति भइसकेको छ है म कति दुःखले रुखमा चढाइ टिपेको झन् ओल्डर ट्रेनहरू न कति पातल छ सबै राख्ने यहाँ हाम्रो खोल्टी कति भयो यो चाहिँ अब हामीले त्यो बाँडेर जानुपर्ने हुन्छ होला नि जान पछि तर ल गरेको ल तिमीहरूले त्यति खाऊ आमालाई देऊ है धेरै खानु अब चाहिँ के गर रुको छ नखाऊ नेक्स्ट यहाँ राख त होइन आमालाई दिने कि नि देऊ है दाजु मैले चाहिँ जस्तो धेरै खानु पाएन धेरै छैन नि म कति दुःखले टिपेको थिएँ ओके नि यहाँ बस्छु दिने नि अब एकदम दामी छ खोल्नु तिम्रो राम्रोसित टिपेन हौ रुकन म रुखमा टिपेको थिएँ अनि यस्तो रुख हल्लिएर खसेको नि राम्रोसित टिपेन भन्छन् क्या अब घरतिर जानु पर्यो घरमा खप कति धेरै है नफा त्यो फाला किम्रो लाग्थ्यो फालाको त कम लाग्यो कस्तो दामी पाक्यो यहाँ चाहिँ बाख्रालाई भेट्न जानु लाग्नु क्या यहाँबाट एउटा बाख्रा छ उता यहाँ हाम्रो दोस्तहरू छन् यहाँ पनि बाख्रा छ अनि यता चाहिँ हाम्रो गोठो यहाँ चाहिँ बाख्राहरूलाई भैँसीलाई खाना बनाउने ठाउँ यो कहिले हामी मान्छेको लागि पनि भन्छ अनि यहाँ चाहिँ दामी होला गाडा यहाँ नै भैँसीको गोबर यहाँ फालिदिन्छ यहाँदेखि चट्ट लाएर यता त्यस्तो केही त थिएन म घुम्नै गएन कहीँ पनि त्यही भएर यस्तो भिडियो बनाइदिउँ अनि
यहाँदेखि चाहिँ यहाँ चाहिँ हाम्रो एउटा दोकान छ यहाँ कुखुराहरू छ दोकानको चाबी चाहिँ मस्त होइन चट्टा लगाएर यस्तो गर्ने अनिसा केही खाने होस् के खाने गु यहाँ चाहिँ हाम्रो ठ्याक्क दोकान छ होइन यहाँ यस्तो लाइट भ्याले चाहिँ दामी वाला लाइट बल्छ अहिले चाहिँ म जस्ट यताको भ्यू लिएर बस्दै थिएँ बहिनीले चाहिँ मलाई ठ्याक्कै हेर्न उसले यति धेरै लिएर हान्ने होइन सबै मलाई होला के अरे होइन भन्दा नि होला मलाई चाहिँ कति बेला टिपेको कति बेला आएर मिठो कति बेला टिप्यो भन हाम्रो दुईवटा बहिनी उछन् आधी घन्टा टिप्यो होला छुने होइन कि मलाई ल्याइदिएको चाहिँ मलाई है सबै अनि त्यो खानु भए भनेर म ल्याइदिएर आउँछु एकदम मिठो छ सो गाई चाहिँ चाहिँ बस्दा बस्दा बोर लागिसक्यो यहाँ बन्ची डुल्दैखेरि काम पाएन कुखुरा हेर्न पठाएको त्यस्तो पारा अब अनि बस्दा बस्दा बोर लागिसक्यो अनि यताको यहाँ चाहिँ मेवा पाकेको क्या यहाँ ठ्याक्क होइन यो मेवा चाहिँ झार यसो खाने विचार छ नानी मेवा खाने हो मेवा खाने हो उयो छ मेवा अब यो मेवालाई चाहिँ अब हामीले झार्ने के टेक्निक लानुपर्छ त्यस्तो केही छैन जस्तो सिम्पल एउटा यस्तो लौरो ल्याउने अनि काट है नानी यही खस्छ के मेवा चाहिँ त्यहाँ दामी पारामा खस्यो अब यता खस्यो अनि यता चाहिँ हाम्रो हेर्नुहुन्छ दामी तरिकाले छ अरे अब यहाँ खस्यो कि मेवा चाहिँ यत्तिकै पाक्यो है अनि यहाँ चाहिँ हाम्रो अमर सर हुनुहुन्छ यता हेर्दै उता ल यता हेर न गेम खेल्दैखेन हाम्रो अमर सो मेवा चाहिँ यहाँ काटेर यहाँ रेडी भइसकेछ यिनले खाइसके ऊ त्यहाँ पर्सनले खाँदैछ लैदियो भनेको के राखिदियो होइन बारीमा होइन होला खण्डम कस्तो मेवा भनेको हाम्रो गाउँतिर एकदम मिठो हुन्छ कि मस्ती गुल्मी त मस्ती गर्थेँ त्यो बेला मेवा खाएको यति नमिठो थियो मेवा यहाँ कस्तो दामी छ एकदम मिठो यति भ्याउनु पर्यो सो अहिले चाहिँ हामी घुम्दै घुम्दै गएर समाइसक्यौँ गएर चाहिँ हाम्रो यता यहाँ दुईवटा बहिनीहरू छन् बाटोमा खल्टु खाँदै आएको मिठो हो क्या धेरै खल्टु खाना नि हुन लाग्छ फेरि एकदमै कस्तो धेरै खल्टु खाने हो नि एकदम मतार लाग्छ कि अब हामी लालीको रस टिप्ने भनेको काफल त अहिले खाइन्न अनि हाम्रो गएर चाहिँ यही है यहाँनिर चाहिँ माछाहरू पनि छ पहिला थियो अहिले छैन होला सायद छ तर यहाँको पानी चलाउनु हुन्न हामीले त्यही अरू त्यो के भन्ने हो यो यता चलाउनु भने पानीले टोक्छ थाहा न गाउँ भनेको गाउँ हो नि त यहाँदेखि त मासतिर काफल पाइन्छ है जाने होइन अहिले हामी नै हामी लालीगुराँस टिप्नु जाने होइन आउन लालीगुराँस टिप्दै आउनु छ कि हेर्नु छँदै छैन उयो रुखमान काफलले होइन अनि कहाँबाट हुन्छ अनि यो चाहिँ हाम्रो गाउँतिर बनाएको गर्नु भलिबल नेट दामी बनाउनु के अरे भलिबल कोर्ट के नेट भन्नुहुन्छ सरी दामी भयो आई लाइक इट खनेको होला सायद 2000 छ हेर्नु दामी भन्यो होइन गाडी सट्टी बाटो पनि डिस्टर्ब हुनु पहिला चिलाम पानी खेल्नै छोडेको छन् अनि यतै गइरहेको खेल्छन् तर बल त जाने कुरो हो कि जान्छ नि त चल जाम उहाँदेखि यहाँसम्म अनि यहाँ उहाँहरू चाहिँ लालीगुराँस अनि यहाँ तल पनि छ क्या अनि त्यही लिन जानु लाग्यो अनि यहाँ चाहिँ यस्तो बाटो रहेछ जङ्गलमा धन्न बाटोको सुविधा रहेछ ठ्याक्क कस्तो सिँढी टाइपमा हेर्नु न हिँड्दैन मजा यहाँ तल त पुरै खाली रहेछ हेर्नु ठाउँ पनि बारी कसको उहाँ छ लालीगुराँस अलिकति अनि हो त्यो तल रहेछ त्यो त्यहाँ हाम्रोहरू फेरि उतै ठ्याक्क यहाँदेखि देखिन्छ न हाम्रोहरू चाहिँ चट्टल पारामा त्यही हाम्रो अनि यहाँदेखि लालीगुराँसको यहीँ जानु पऱ्यो हामी अब भाटा डाँडातिर गएन क्यान्सल भयो हाम्रो भाटा डाँडातिर जाने किनभने हामी आएको भनेको लालीगुराँस टिप्नु नि त त्यही भएर ओ यहाँ सजिलो तिमीहरू यहीँ बस्छ म टिपेर आउँछु है हुन्छ
तलको मोड सँगिदिउँ ल तलबाट फेरि उहीँ तलै पुग्ने हो कि भन्ने कुरो हो कि त्यही बस्छ है हो ठ्याक्कै यहाँ आइसकेँ म लालीगुराँस भएको ठाउँमा खास लालीगुराँस चाहिँ किन टिप्न आएको भन्दाखेरि त्यस्तै मेन रिजन त केही थिएन यस्तो हेर्न दामी छ नि किरा त लागेन नि है राम्रोसित हेर्नुपर्छ मिठाई ए गर्न आएको म लालीगुराँस टिप्न त्यस्तो खासै काम थिएन म तल हेर्नु कस्तो दामी छ आऊ नि आऊ यहाँसम्म खुन हेर्नु दामी आऊ त्यहाँ आऊ अब टिप्नु पऱ्यो अनि भेटौँ सो गाइस यति लालीगुराँस आइसकेको छ अनि हामी चाहिँ यस्तो भिरमा गएर आयो नि होइन दामी छ हेर्नु माथिबाट हेर्दा मात्रै रातो रहेछ सब बिग्रिसक्यो लालीगुराँस यस्तो भइसक्यो यो चाहिँ हाम्रो यस्तो फाल्ने इन्टेन्सनले लिएको होइन कस्तो दामी देखेको छ होइन माथिबाट हेर्दाखेरि खै पनि ल्याउँदा अरू कता त सबै बिग्रिसकेर चाहिँ यस्तो दामी छ लालीगुराँस चाहिए पार यसो कमेन्ट गर्नु न ल्याइदिएर आउँछु म बोतलतिर त्यति बेरसम्म रहे पार रातो पनि छैन कि नानी त्यस्तो मिठो स्वाद आउँदैन होइन त्यो छ यस्तो पुरै खान्छन् पुरै खान्छन् यो भित्रको पनि चलाउ न हाम्रो बहिनी त आइन दामी हो नि तितो होइन यो सबै ढुङ्गा नि होइन यो सबै ढुङ्गाहरू हामी सानो सानोमा खान्थ्यौँ कि यहाँको त खान्नौँ यहाँ तलपट्टि यता गहिरोमान बाटो त्यहाँको ढुङ्गा हामीले सानो सानोमा खान्थ्यौँ यो खान मिल्नेवाला ढुङ्गा हो त्यस्तो केही पनि गर्दैन होइन अनि हामी सानो सानोमा खान्थ्यौँ गहिरोको बाटो भन्दा नि कुनै यहाँदेखि देखिन्न खालि यताबाट चाहिँ दामी देखिन्छ अनि हामी काफल टिप्ने भने के त यो फलेकै छैन नानी यत्तिकै यहीँदेखि देखिन्छ पहिलाको वर्ष कस्तो राम्रो फलेको थियो त्यही पनि अहिले यस्तो पाक्नेवाला सिजन होइन क्या वैशाखतिर बल्ल दामी हुन्छ उयो बाटो खान ठ्याक्क उयो यतावाला बाटो उयो बाटो आउँदाखेरि हामीले उतापट्टि ठ्याक्क सागरको घर यस्तो साइडबाट आउनु बेला त्यहाँनिर ढुङ्गा त्यहाँको चाहिँ हामीले खान्थ्यौँ सानोमा मिठो हुन्थ्यो सानोमा अब के भएर खाइ यत्तिकै खाइदिन्थ्यौँ काफल पाके छैन होला पाके छैन हौ यदि मिल्यो भने भोलि आउँछौँ हामी यति काफल हेर्न जाने होइन अहिले आमा फेरि घाँस काट्न जाने भन्नु हो त्यही भएर यस्तो टाइम मिलाएर आएको क्या सानो सानोमा चाहिँ यहाँको यस्तो निकाला नि त्यो चोर्न आउँथ्यो कि हबुवाहरूको आयो होइन सट्टीमा झ्यामझ्याम काटिदियो चल्थ्यो निकाला अरे घुरेली बनाउनलाई डन्डी अनि सानो सानो बाँसुरी बनाउन ट्राई गर्थेँ बुटलतिर बस्दाखेरि कहिले कहिले आउँदाखेरि उयोहरू चाहिँ खन्याएको रुख है तिमीले खन्या खाऊ कि नै किन्न खाएको त म लखाउ भन्थेँ मिठो हुन्छ एकदम दामी हुन्छ खन्या त हुन्छ भने चाहिँ अनि खल्डु टिपे खतरा छ यहाँ खल्डुक 300 त हल्का अनि यताहरू त खल्डुक राखौँ गयो गयो भोट होइन धेर खल्डुक खान नि हुन्न बिराम भइन्छ खल्डुक खासमा खानै नहुने हो के अन्त नि अब यस्तो रहेछ चल चाहिँ म पर कहिलेकाहीँ जानु लाग्यो आऊ न हामीसँग यहाँ बहिनी रात परिसकेको छ हल्का हल्का होइन अनि त्यहाँ त्यस्तो खासै काम त थिएन फोन चार्ज लाउनु दिनुभएको थियो त्यही छोडिदिनु जानु लाग्यो यो चाहिँ हाम्रो भवन छ यहाँ भवनको यहाँ सामानहरू राख्छौँ कि समाजको सामानहरू राख्ने यहाँ पारी हेर्नु नि क्या दामी भ्यू छ अनि यस्तो आजको भिडियो यस्तो के कस्तो थियो कमेन्ट गर्नु ल अनि चाहिँ बुढी भइसकेपछि यति सानै उमेरमा हेर्नु कति वर्ष भयो 15 वर्षमा लौरो टेक्ने भइसकिन होइन त्यही नि हो अनि आजको भिडियो चाहिँ के कस्तो कमेन्ट गर्नुलाई अनि आजलाई पनि सिउ सुन बाई बाई